साथीहरू नमस्कार। ल हेर्नु साथीहरू, हाम्रो गाउँ हाम्रो गाउँ र ऐतिहासिक ठाउँहरू हेर्नुहोस्। अब यो हाम्रो यो यस्तो हामीले प्राकृतिक सुन्दरताको देश यो हाम्रो देश। यस्ता यस्ता राम्रो पहाडहरू, हिमालहरूले अनि खोला नालाहरूले पुरा ढकमक्क भएको देश, लाली गुराँस फुल्ने देश र डाँफे र मुलाल घुम्ने चर्ने यो देशको हालत अलिकति अहिले नेगेटिभ जस्तो देखिए तापनि यो देशले अवश्य कोल्टा फेर्नेछ। अब यो ऐतिहासिक ठाउँ, यो पैयुँ 3 यो पूर्ण गाउँको यो देवीको ऐतिहासिक मन्दिर, यो पारापूर्व कालदेखि नै यहाँ मन्दिर थियो र यो कोट, सानो कोट र ठुलो कोट भनिन्छ। यहाँ माथि गएर कालिका देवीको यो माथि डाँडामा कालिकाको मन्दिर छ। मैले पहिले एउटा भिडियो पनि बनाएको थिएँ। त्यहाँ त्यो मन्दिर भएको ठाउँमा पहिल्यै 2284 राजाको पालामा त्यहाँ पैयुँका राजा बस्ने गर्दथे र त्यहाँबाट राजपाट हुन्थ्यो। र यो हाम्रो यो पूर्ण गाउँमा यहाँ खास गरेर यहाँका काफ्ले समुदायहरूले यहाँ देवीको पूजा गर्ने गर्छन् र खास गरेर दसैँमा 7 दिनको सप्ताह गर्ने र कीर्तन गर्ने र रमाइलो गर्ने पनि काम गर्छन्। यो काफ्ले समुदायले यो काम गर्छन्। र यो पारी देखिएको डाँडा चाहिँ नि चन्द्रकोट यहाँ भन्ने गरिन्छ। यो पैयुँकोट र चन्द्रकोटमा लडाइँ हुँदाखेरि यहाँबाट तिर हानाहान गर्थे अरे भन्ने हामीले किंवदन्तीहरू सुनिन्थ्यो यहाँ। अब यहाँ पैयुँको धेरै पुराना इतिहासहरू छन्। ती इतिहासहरू हामीलाई अब स्मरण रहन्छ। धेरै सुनेका इतिहासहरू पनि छन् यहाँ। र यो ठाउँ साँच्चै हामीले भन्ने हो भने त यो अब ठाउँमा हामी सानैमा घाँस काट्ने, भिरपाखा गर्ने ठाउँ हो। अब पढ्ने अनि भिरपाखा गर्ने यहाँ पारी यसरी देखिएको यो गाउँ चाहिँ नि होस्राङ्दी। अब यहाँ होस्राङ्दीमा पहिल्यैदेखि एउटा ऐतिहासिक अब हाम्रो स्कुलहरू, यहाँ स्कुलमा पढ्न आउने पनि हुन्थ्यो र हाम्रो साथीहरूले यहाँ पढेर गए। अहिले देश विदेशमा छरिएका छन्। विश्वका धेरै देशहरूमा यहाँका हाम्रा भाइहरू छोडिएका छन्। सबै भाइहरूलाई मैले के भन्न चाहन्छु नि, हेर्नुहोस् भाइहरू, हामी जुन देशमा गए पनि यो माटोलाई नबिर्सनुहोस्। यो माटोमा फर्केर आउने वातावरण बनाउनुहोस्। यो माटोलाई फेरि हामी सबै मिलेर रसाउनु पर्छ। यो माटोले यत्तिकै छोडियो भने हामीलाई माटाले श्राप दिनेछ। हामी एकछिन सम्पन्न भइएला, अर्कोको देशमा हामी एकछिन सम्पन्न भइएला, तर एक दिन आफ्नो आमाको काखमा आउनै पर्ने हुन्छ हैन। अब तपाईहरुलाई स्मरण गराउँछु, भुटानमा जाने नेपालीहरू नेपालकै थिए। कुनै दिन भुटान सरकारले भगाउँदाखेरि शरण लिन आफ्नै देश नेपाल आउनु परेको थियो। अहिले विभिन्न देशमा हुनुहुन्छ, अमेरिका पनि हुनुहुन्छ। तर कतिखेर त्यो देशले पठाउँछ भन्ने केही खास हुँदैन। तर आफ्नो ठाउँमा आफ्नो हक हुन्छ, अधिकारको कुरा हुन्छन्, यी विविध कुराहरू हुन्छन्। मातृभूमि र आमा भनेको एउटै चिज हो। हामी कुनै देशमा बसेर पनि मातृभूमिलाई बिर्सनुहुन्न साथी हो। हेर्नुहोस् यो पैयुँको पूर्ण गाउँ भन्ने ठाउँ, यो हेरेर सबैले प्रतिक्रिया दिनुहोला।